ए यो त सिन्सियर त हो, मलाई एकदम सिन्सियर लाग्छ। के भएर क्लच वायर निस्क्यो त ल, फक यार। क्लच वायरै चुट्यो त हौ, क्लच वायरै चुट्यो कि। तना पऱ्यो त हौ। छ्या तना पऱ्यो त, अनि यस्तो तालले त कहाँ हुन्छ त। तानेर नि मिलेन यसरी त। स्टार्टै न साइड लाउन नै मिलेन, अब कसरी लाउने त, यस्तो जाम छ। ग्यारेज फेरि ला, फेरि इक्जाम दिन हिँडेको म। ओहो तान्निन त तान्निँदैन अनि। ल फक, अनि गइगयो नि त यार। न्युट्रलमा त लाग्यो, अब गियर पो उठ्छ कि उठ्दैन। उठ्दैन नि। ओहो इन्जिन उठ्दैन हो यसरी त। ओ फक, त्यही भने इन्जिन उठ्दियो भने अर्को। एक गियरमै उठिरहेछ। ग्यारेज कता छ त फेरि। ग्यारेज छैन होला है यता, बरु यता तलतिर चाहिँ हुनसक्छ। ल गेरै अड्क्यो क्या हो। यहाँ त हुँदैन होला। उता एउटा चाहिँ देखाएको थिएँ मैले, फेरि इक्जाममा दिन जान आँटेँ मान्छे म। मेरो 12 हो हुन त, आमा धन्ने टाइममा निक्लेछु नि म त। होइन फरक। ओहो ए छोड्नु यार, गाह्रो भइरहेको बेलामा यहाँ बिच बाटो। ऊ त्यता कता ऊ यहाँ देखाएको त थिएँ मैले। बिस्तारी पुक पुक भाइ, पुक पुक पुक। ग्यारेजसम्म त पुग्यो।
दाइ क्लच वायर यो त कुर्दैन यार एकछिन वेट कस्तो तनाव थियो छे अस्तिमा फ्युल पम्प उड्यो अहिले दाइ क्लच वायर छ नि है क्लच वायर अलि हालिदिइहाल्नु नि यार इक्जामको मान्छे म क्लच वायरै छुट्यो नि बिच बाटोमा है तनाव यार धन्न यहाँ आउँदा देखाएको थिएँ क्या मैले एक गियरमा लिएर आएको यार इन्जिनलाई त के गाह्रो भन्नु होला नि महाका यस्तो तनाव दिएको ए त्यो भाँचिँदै गयो है त्यही त भयो ल गाइज तर यस्तरी चुटेर छिट आइएमै अब चल्छ होला नि कस्तो लुज बनाइदिएछ फेरि होइन मेरोभन्दा लुज बनाएको छ नि आया त्यो ठ्याक्कै एउटा तार टनक्क चुटेको त्यो उतो हुन्छ नि त्यस्तो साउन्ड पो आयो क्या अघि च्याप्प छिट्टाएर त अनि फ्री प्ले हुन थालिहाल्यो नि त्यसपछि त बा धन्नै यहाँ देखाएको थिएँ